कुचुरुक्क परेको उज्यालो कोठामा थकानले लथ्रक्क परेको अँध्यारो अनुहार। वर्षौं पहिले आफ्नै झुपडी बनाउने सपना बोकेर कोसौं पार गरेर बडेमानको सहर पसेको यो परदेशी प्रविधिले तहल्का मच्चाइरहेको जापानिज सहरको कुनामा बिहानदेखि साँझसम्म पसिना बगाइरहेको थाकेँ भन्न मन लागेको तर भन्नै नसक्ने एउटा मेसिन म ठ्याक्कै पोख्न नसकेको पीडाको शब्द कवितामा आधा अधुरो कुरिरहेको छ। टेबलमा बसेर मौन हेरिरहेका दुईवटा टेडीका गुडिया बोल्दै नबोली मुसुक्क मुस्काइरहेको भित्ताका केही खास तस्विर मानौ खिसी गरिरहेको छ मेरो एक्लोपनलाई। भोक र निदको सम्मिश्रण कतै हृदयमा पुर्याएका घात र चोटका खतहरू अझै पनि वर्तमानका मलमले निको बनाउनै नसकेका दुखाइ लिएर ऊ भौँतारिरहेछ अन्जान सहरमा। आउँदा फूल थियो लाग्दैछ ऊ पत्थरमा परिणत हुँदैछ बिस्तारै। ऊ पानी जस्तै कञ्चन थियो उज्वाला बन्दैछ बिस्तारै। नछुनु कसैले ऊ नबोली पोल्छ ऊ बहुला हुँदैछ आज भोलि। काँधभरि जिम्मेवारी बोकेर मात्र ऊ अझै पनि खडा छ यो मैदानमा। नत्र ऊ एक्लो हुन्थ्यो त आजसम्म ढलिसकेको हुन्थ्यो यो लडाईँमा। हो यो परदेशी हो थाके भन्नै सक्दैन। पत्थर बनेको छ मान्छे रुन्छु भन्नै सक्दैन। अर्धचेत यो परदेशी ऊ मरिरहेछ बाँच्छु भन्नै सक्दैन बाँच्छु भन्नै सक्दैन।